तिमीलाई मेरो सबैभन्दा मनपर्ने कुरा के हो? म्याच्योर। म्याच्योर? त्यो त म छैन। मैले कहिले पनि सोचिनँ हाम्रो बिए हुन्छ भनेर। लाइक नर्मल्ली मैले उसले यत्तिकै भनिरह होला लाइक हाम्रो बिए अहिले नै चाहिँ हुँदैन होला सोचेको थिएँ ल। अनि जापानमा 1 महिना अगाडि मात्र नै यो सबै कुरा डिसाइड भएको थियो। मैले त लाइक लास्ट मोमेन्टसम्म पनि सोचेको नि थिएन कि हाम्रो बिए हुन्छ भनेर। एभ्री क्रेडिट गोज टु हिम। हाम्रो बिए हुनुमा उसको धेरै ठुलो हात छ। मेरो दाइको विवाहमा मैले उसलाई जुत्ता लुकाउने प्रक्रिया हुँदाखेरि चाहिँ त्यसैको नेगोसिएसन गर्दा गर्दा चाहिँ हामी दुईजनाको कुरा हुन पुगेको थियो। अनि त्यो धेरै नै लामो कुराकानी पछि चाहिँ मलाई ऊ हेर्दा यतिकै राम्रो लागि नै रहेको थियो पहिलेदेखि। पछि पनि कुरा हुन्छ कि जस्तो चाहिँ लागेको थियो। तर आउट अफ ब्लू त्यसको 2 दिनपछि मेरो फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउनु पुग्यो उसको। एक दिन चाहिँ म जिस्किँदा उसलाई चाहिँ चिया घरमा आऊ न त भेटौँ भन्ने जस्तो कुरा भयो त्यहाँ। अनि ऊ पनि जिस्किँदै हो कि कसरी ऊ पनि आइन् त्यही। अनि त्यहाँदेखि हाम्रो भनौँ न सानो कहानी सुरु भयो। भन कसरी नसमाउनुमा तिम्रा हात यही नै छन् जब मेरा हात तिम्रैतिर तैरिन्छन्। धैर्य राखेर बस्दै छु हेर तिम्रै सामुन्य दुबै रोकेर मेरा ओठ तिम्रै लागि तडपिन्छन्। कसरी पावना आँखा सजाउँछन् सपना तिम्रा। त्यसको 1 वर्ष एकदमै खुसाल बित्यो भनौँ न। सँगै भेट्न पाइन्थ्यो, सँगै बोल्न पाइन्थ्यो, कुराकानी हुन्थ्यो। तर मेरो पनि +2 सकिसकेपछि म पनि विदेश जाने विचार गरेँ। उनी पनि विदेश जाने विचार गरिन्। उनको जापानतिरको विचार भयो, मेरो अस्ट्रेलियातिरको विचार भयो। अनि यी सबै दिनहरूमध्ये मलाई एक दिन चाहिँ यति राम्रोसँग याद छ। हामी ठ्याक्कै बसन्तपुरमा थियौँ दुईजना। मेरो आइएल्सको रिजल्ट आएको थियो। मेरो आइएल्सको रिजल्ट आउँदाखेरि उसको आँखाभरि आँसु थियो कि अब मलाई छोडेर जाँदैछ यो मान्छेले भनेर। अनि हुन त खुसीवश भनौँ कि दुःखीवश भनौँ दुवैजनाको राम्रै भयो। ऊ पनि जापान गइन्, म पनि अस्ट्रेलिया गएँ। तर 2 वर्ष लाग्यो हामी दुईजनालाई एकअर्कासँग नबोलिकन, राम्रोसँग एकअर्कालाई फेस टु फेस नहेरिकन बस्न धेरै कठिन भयो। अनि अब चाहिँ सँगै नै हामी जिन्दगी बिताउन सक्छौँ जस्तो लागेर चाहिँ हामी आज यो ठाउँमा छौँ। हामीले एकअर्कासँग अब विवाहको यो गाँठो गाँधेका छौँ र यिनले मलाई जसरी साथ दिइरहन् यति जेल अझै पनि दिइरहन्छन् भन्ने म आश गर्छु।
धेरै मिसअन्डरस्ट्यान्डिङ अनि धेरै झगडा पछिको हाम्रो फाइनली बिहे भयो, वेयर ह्याप्पिली म्यारिड। हेर तिम्रो लागि तारा तोडिदिन्छु त भनै मात्र हो, एउटा भनै मात्र हो। हेर तिम्रो लागि जीवन त्यागिदिन्छु। ती वचन त हैन हो भावना, केही रहने छैन तिमी बिना। मरेर कहाँ जान्छु मलाई थाहा छैन, तर तिमीसँग जिउन फेरि पाउँदिन। हेर तिम्रो लागि बादल सारिदिन्छु त भनै मात्र हो, एउटा भनै मात्र हो। हेर तिम्रो लागि समय रोकिदिन्छु।